नेपालमा अहिले एनपीएल सिजन 2 भइरहेको छ। यो त तपाईलाई थाहा नै छ होला, तर के तपाईलाई थाहा छ विश्वमा क्रिकेट खेलको सुरुवात कहिले भएको थियो अनि कहाँबाट भएको थियो? अनि यो क्रिकेट भन्ने नाम कसले र किन राखेको थियो? हेलो, क्रिकेट 700 वर्ष भन्दा पनि पुरानो खेल हो। 13 सेन्चुरीतिर क्रिकेटको सुरुवात इंग्ल्यान्डका केही गाउँहरूबाट भएको थियो। त्यति बेला त्यहाँका केटाकेटीहरूले काठको ब्याट र कपडाको बलबाट क्रिकेट खेल्ने गर्थे। तर असली क्रिकेटको सुरुवात भने 1580 बाट मात्रै भएको हो। क्रिकेट नाम डच भाषाको क्रिक भन्ने शब्दबाट आएको हो। यसको अर्थ घुँडाले टेकेर खेलिने लट्ठी हो। 1800 तिर ब्रिटिश रूल पुरै विश्वभरि नै फैलियो अनि ब्रिटिश रूल सँगसँगै क्रिकेट खेल पनि विश्वभरि नै फैलियो। साउथ अफ्रिका, अस्ट्रेलिया, इन्डिया सबैतिर क्रिकेट फैलियो। अनि 1877 मा पहिलो पल्ट इंग्ल्यान्ड भर्सेस अस्ट्रेलियाको टेस्ट म्याच भएको थियो। त्यसपछि बिस्तारै 1971 मा पहिलो ओडीआई अनि 2007 मा पहिलो टी20 वर्ल्ड कप भएको थियो। त्यसपछि त झन् विश्वभरि नै क्रिकेटको क्रेज एकदमै धेरै बढ्यो। नेपालमा पनि अहिलेको समयमा क्रिकेटको क्रेज फुटबलको भन्दा पनि धेरै छ। साथै तपाईको फेभरेट क्रिकेटर को हो तल कमेन्टमा भन्नु होला।